आज हामी कोरियन खाना खान जाने भनेर सबैजना रेडी भयो। आज रेडी भएर सबै निस्क्यौँ। सबैजना निस्के त्यसपछि ट्याक्क रोडमा पुग्यौँ। रोडमा पुगेपछि यसो रमाइलो गफ गर्दै म अगाडि भलक बढाउँदै है साथीहरू पछाडि पछाडि हिँडिरहेको थिएँ है। त्यसपछि त्यस्तै रमाइलो आज कस्तो खाना खाने के खाने भनेर तयारी गरेर हिँडिरहेको छौँ हामी रोडमा। अनि त्यसपछि हामी मेन रोड पुग्यौँ। मेन रोडदेखि अनि बस स्टेसन नजिक गएर बस स्टेसनमा गएर बस्यौँ। बस आउन टाइम लाग्ने भएर यसो बस स्टेसनमा बसकुरी बसेको थियौँ। त्यसपछि अब कार्ड सार्ड रेडी कार्ड कोरियामा चाहिँ बस चढ्दा कार्ड नै चाहिन्छ। एटिएम कार्ड छाउनुपर्छ। एटिएम कार्ड छाउनको लागि एटिएम कार्ड सबै रेडी गर्दा बस पनि एटिएम कार्ड सबैले रेडी पार्दै थियौँ। त्यति कारणमा उता पहेँलो बस आयो। निस्केर ट्याक्क हिँडिरहेछौँ हामी। फेरि सबै अगाडि गइरहेछौँ। ट्याक्क होइन साथी र म फेरि पछाडि यसो रेकर्ड गर्दै हिँडिरहेछौँ। अनि ट्याक्क हिँडिरहेको छौँ। त्यसपछि हामी चाहिँ अलिक साइडमा हिँडिरहेछौँ। कोरियामा के छ भने चाहिँ अलिक मान्छेहरू देखि पनि अलिक भएपछि गाह्रो हुन्छ। त्यही भएर अनि हामी ट्याक्क फेरि अब यहाँ एउटा साथी पछाडि बसिरहेको छ। हामी ट्याक्क अब सेकेन्ड ह्यान्ड मार्टमा पुग्यौँ। मार्ट चाहिँ सेकेन्ड ह्यान्ड त होइन, तर सेकेन्ड ह्यान्ड जस्तै अलि सस्तो पाउँछ। तत्काल किनेर तत्काल बेच्ने मार्ट हो यो। मन परेन भने त्यही भएर त्यो मार्टलाई सेकेन्ड ह्यान्ड भनेको, तर सेकेन्ड ह्यान्ड त होइन। ट्याक्क हामीभित्र गएर सामानहरू हेऱ्यौँ। ट्याक सामानहरू लगाएर साथीहरू हामी सबै सामान हेर्दैछौँ। फेरि त्यस मार्टदेखि पनि बाहिर निस्क्यौँ। अब सामान अलिअलि ल्याइयो, खासै मन परेन अनि बाहिर आइहाल्यौँ। त्यसपछि अब हामी कोरियन खाना खाने रेस्टुरेन्टतिर प्रवेश गर्दैछौँ। रेस्टुरेन्टतिर जाँदैछौँ। रेस्टुरेन्टतिर हिँड्दैछौँ। हामी ट्याक्क हिँडिरहेको छौँ। म अगाडि भोक लागेर लास्टै भइरहेको थियो। हामी छिटो हिँडिरहेको छौँ। ट्याक हिँडिरहेँ। अब चाहिँ केही समयमा आउन लागिरहेको छ। अब चाहिँ यही हो यो। त्यसै ट्याक्क गेट छिर्यो। गेटदेखि छिरेर अब भित्र चाहिँ रेकर्ड गर्ने कुरो भएन। भित्र मान्छे मात्रै हुन्छन्, रेकर्ड गर्न दिँदैन। फेरि कानुनी कारबाही पर्न सकिन्छ। त्यसो ट्याक्क खाना टेबलमा लगेर अलिअलि आफैले गरायो। फोटोसोटो खिच्यो। एउटै थालमा भएकोले गर्दा धेरै कजाङ भयो। अनि खाएर निस्क्यो। यति नै हो आजको लागि। बाई।